बचाएर आफैलाई हातेमालो गरौँ आजै सचाएर आफैलाई श्रम गरौँ कर्म गरौँ कसको विदेशीले बचाउँदैनन् हाम्रो देशको हाम्रो आकाश हाम्रै परिवेश हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश श्रम गरौँ सबै मिली बनाऊ यो देश श्रम गरौँ सबै मिली बनाऊ यो देश हाम्रो धरती हाम्रो सञ्चालक बहिनी मुना राईज्यू आजको यो विरोध सभा विशेष गरी कुलमान घिसिङ पुनर्बहाली गर भ्रष्टाचारी सरकार मुर्दाबाद भन्ने नारासहित हामी यो भानुचोकको यो सभामा हामी अहिले भेला भइरहेका छौँ र यस कार्यक्रममा सहभागी हुन विभिन्न ठाउँदेखि आउनुभएका आमा बुवा दाजुभाइ दिदीबहिनीहरू र स्वतन्त्र नागरिक समाजका प्रतिनिधिज्यूहरू र स्वतन्त्र नागरिक समाजका अध्यक्षज्यू पनि हुनुहुन्छ सम्पूर्णलाई म एकमुष्ट नमस्कार र स्वागत गर्न चाहन्छु र अब यो धेरै कुरा हामीले किन हामी भेला भइरहेछौँ त्यसको परिस्थिति यो लुट हाम्रो उज्यालोका नायक कुलमान घिसिङज्यूलाई एउटा आकस्मिक हिसाबले होइन एउटा जानकारी नदिइकन नै छोटो अवधिमै सरकारले जुन हटाएको छ यो यसको लागि भनेर हामी यहाँ भेला भएको छौँ र म एकचोटि यो एउटा विरोध कार्यक्रममा नारा हामीले लाउनु पर्ने हुन्छ त्यसैले गर्दाखेरि म अगाडि केही भन्छु तपाईँहरूले फलो गर्नु होला है त नभए यो सभा यस्तो विरोध सभाको त्यति महत्त्व रहँदैन जस्तो लाग्छ त्यस पछाडि छोटकरीमा आफ्नो कुराहरू म राख्न चाहन्छु दुई तिहाईको दम्बले दुःख पाए जनताले भनिदिनु होला है दुई तिहाईको दम्बले अझै साह्रो दुई तिहाईको दम्बले टुक्की सोलर चाहिँदैन कुलमान हटाउन पाइँदैन टुक्की सोलर चाहिँदैन टुक्की सोलर चाहिँदैन केपी गठबन्धन सरकार मुर्दाबाद मुर्दाबाद भन्नु होला है केपी गठबन्धन सरकार उज्यालो नेपालका नायक कुलमान घिसिङ उज्यालो नेपालका नायक कुलमान घिसिङ ऊर्जा मन्त्री मुर्दाबाद ऊर्जा मन्त्री केपी सरकार मुर्दाबाद ऊर्जा मन्त्री केपी गठबन्धन सरकार उज्यालो नेपालका नायक कुलमान घिसिङ अझै आवाज पुगेन है उज्यालो नेपालका नायक कुलमान घिसिङ ऊर्जा मन्त्री टुक्की सोलर चाहिँदैन टुक्की सोलर चाहिँदैन टुक्की सोलर चाहिँदैन ऊर्जा मन्त्री केपी गठबन्धन सरकार मुर्दाबाद धन्यवाद सम्पूर्ण यो नारा लगाइदिनु हुने आम दाजुभाइ दिदीबहिनीहरूलाई अब हामी सबैलाई थाहा छँदैछ है आज हामी किन भेला भइरहेछौँ भन्दाखेरि यो सरकारले चाहिँ एउटा पुरस्कार दिनुपर्ने मान्छे यसको उज्यालोका नायक 18 देखि 22 घण्टासम्म चाहिँ तपाईँको लोड सेडिङ भएको ठाउँलाई चाहिँ तपाईँको
2 देखि 3 महिनामा आफ्नो कार्यकालको 2 देखि 3 महिनाभित्रमा लोड सेडिङ हटाउन सफल हुनुभएका हाम्रा कुलमान घिसिङ उहाँ धेरैले यो सरकारमा बस्ने साथीहरूले के भन्छन् भने एउटा कर्मचारीको लागि किन यति साह्रो चाहिँ होइन गरी हत्या गरेको प्रधानमन्त्रीले पनि त्यस्तो खालको सम्बोधनहरू गरिएको हामीले पाइएको छ। तर उहाँ एउटा व्यक्ति होइन, एउटा कर्मचारी होइन, उहाँ एउटा नायक हो, उज्यालोको नायक हो, जसले दलालहरूले चाहिँ 20 देखि 22 घण्टासम्म चाहिँ जुन देशलाई चाहिँ अँध्यारोतर्फ धकेलेका थिए, देशको व्यापारीहरूलाई पोसाउनको लागि इन्भर्टर लगायतका विभिन्न सामग्रीहरू बेच्नको लागि, जनतालाई लुट्नको लागि चाहिँ यो जानी जाना किन एउटा लोड सेडिङको एउटा नाटक मञ्चन गरिएको थियो। त्यसलाई हटाउने एउटा व्यक्ति कसरी चाहिँ तपाईँको एउटा कर्मचारी हुन सक्छ? उहाँ वास्तवमा नायक हो। उहाँ नायकलाई हटाउँदाखेरि हामी नेपाली जनता, आम नेपाली जनताहरूले आफ्नो ठाउँबाट आवाज उठाउनु चाहिँ हामी आम नेपाली जनताहरूको हाम्रो एउटा सार्वभौम अधिकार हो। त्यसैले गर्दाखेरि आज हामी यहाँ भेला भइरहेछौँ र यो दलाल सरकार जो चाहिँ नाटक गरिरहेको विपक्षी भनेर पनि नाटक गरिरहेछन्। विपक्षी दलको प्रमुख नेता प्रचण्ड गएको गएर चाहिँ मिटिङ गरेको 2-4 घण्टा पछाडि चाहिँ कुलमान घिसिङलाई हटाइएको छ र उनले चाहिँ सबैभन्दा पहिला चाहिँ तपाईँको विज्ञप्ति निकालेर यसरी हटाइयो भनेर गरिएको छ। यहाँ यो देशमा हर कुरा नाटक मञ्चन गर्नेहरूले अहिले सत्तामा छ। वास्तवमा यिनीहरू नाटक खेल्नुपर्ने, फिल्म खेल्नुपर्नेहरू चाहिँ अहिले सत्तामा छ। चोर फटाहरू चाहिँ अहिले सत्तामा छन् र सिधा साधा कुलमान घिसिङ जस्तो काम गर्ने मान्छेहरू, उज्यालोका नायक, अँध्यारोलाई हटाउनेहरूलाई चाहिँ यसरी बर्खास्त गरिन्छ। हामीले केही दिन अगाडि तपाईँको महावीर पुन्ज्यू यही धरानमा चाहिँ 24-25 दिनसम्म चाहिँ एउटा कप्पल लगाएर होइन एउटा पुस्तक बेचिराखेका मान्छेहरू छन्। नायकहरू यसरी चाहिँ एउटा सामान्य जीवन बिताएर तपाईँको के भन्दाखेरि उनीहरू चाहिँ सजाय भन्नु परिरहेछ। तर चोर फटा दलालहरू चाहिँ सत्तामा बसिरहेछन्। यसैको विरोध गर्नुको लागि हामी सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, आम देशवासीहरू चाहिँ आफ्नो ठाउँबाट विरोध गरिदिनुको लागि पनि म अनुरोध गर्छु। त्यसैको लागि आज हामी यहाँ भेला भइरहेछौँ र जो कार्यक्रममा उपस्थित हुन सक्नुहुन्छ आफ्नो फेसबुकबाट, सामाजिक सञ्जालबाट, तपाईँको केबाट हुन्छ, आफूले आफ्नो क्षेत्रबाट हामीले विरोध गरौँ। यो पार्टी ऊ पार्टी, यो समाज भनेर जुन हामी बिच एउटा विभेद छ, हामी बिच तपाईँको यो पार्टी र यो जाति भन्ने जुन खालको प्रथा छ नेपालको, त्यसले गर्दाखेरि हामी सबै फुटिराखेका छौँ। त्यो नगरिकन हामी सबैले राम्रो कामको लागि सरकारले गरेको कामहरू पनि हामीले समर्थन गरौँ र नराम्रो कुरामा सबैजना भएर हामीले खबरदारी गरौँ। त्यसैको लागि आज हामी भेला भइरहेछौँ र म यो सरकार, यो दलाल सरकारलाई के आह्वान गर्न चाहन्छु भने कुलमान घिसिङलाई चाँडोभन्दा चाँडो उहाँलाई चाहिँ पुनर्बहाली गरियोस् भन्ने म चाहन्छु र अब यसको लागि देशव्यापी रूपमा आन्दोलनहरू पनि भइरहेको छ र केही समय अगाडि हिजोतिर धरपकडहरू पनि भएको अवस्थाहरू छ। त्यसैले गर्दाखेरि हामी सचेत नेपाली जनताहरू सबैले आफ्नो ठाउँबाट कुलमान घिसिङको पुनर्बहालीको लागि हामीले आफ्नो तर्फबाट सामाजिक सञ्जालबाट केबाट हुन्छ पहल गरौँ भन्ने म आह्वान गर्दै अन्य धेरै वक्ताहरू पनि हुनुहुन्छ। फेरि एकचोटि हामी नारासहित मेरो यो आजको मन्तव्य म अन्त गर्न चाहन्छु। 2/3 दम्बले दुःख पाए जनताले, 2/3 दम्बले केपी गठबन्धन सरकार टुकी सोलर चाहिँदैन, कुलमा हटाउन पाइँदैन, टुकी सोलर चाहिँदैन। ऊर्जा मन्त्री मुर्दाबाद, ऊर्जा मन्त्री मुर्दाबाद। कुलमान घिसिङलाई पुनर्बहाली गर, कुलमान घिसिङलाई पुनर्बहाली गर, कुलमान घिसिङ जिन्दाबाद। धन्यवाद। सम्पूर्ण निमित्त काम गरेको व्यक्तिलाई आज अति नै अपमानजनक तरिकाले चाहिँ पदबाट बर्खास्त गरिएको छ। म फेरि पनि यहाँ उपस्थित सम्पूर्णलाई र यहाँ मिडिया मार्फत, यो भिडियो मार्फत जसले मलाई हेरिरहनु भएको छ सम्पूर्णलाई यो अभियानमा, जस्टिस फर कुलमान घिसिङ अभियानमा
भन्ने गर्छ अहिलेको सरकार। तर यो म चाहिँ के भन्छु भने अहिलेको सरकार होइन, यो राक्षसको अवतारहरू हुन्, राक्षसहरू हुन् यी भनेको। राक्षस भएको कारणले गर्दाखेरि देशभरमा लुटेर चाहिँ बसिरहेको छ यी राक्षसहरू हुन्। यसलाई सरकार भन्नु चाहिँ तपाईँको हामी एकदम हाम्रो चाहिँ यो सरकार भन्ने यिनीहरूलाई होइन, यिनीहरू राक्षस हुन्। राक्षस भएको कारणले गर्दाखेरि यो देशमा भरबाहिरोमा चाहिँ मचिएर रातको दिन गइरहेको अवस्था आएको छ। र अर्को कुरा म के भन्छु भनेदेखि तपाईँहरूलाई सबैलाई यो अलिकति हाम्रो समस्या कहाँ छ भनेदेखि यो हाम्रो व्यवस्था पनि अलिकति तलमाथि भएको कारणले गर्दाखेरि यो समस्या पनि भइरहेको। तर हाम्रो यो प्रत्यक्ष व्यवस्था हुनुपर्छ। यहाँ हेर्नुहोस् तपाईँ हामी सबैले प्रत्यक्ष व्यवस्था ल्याउनुपर्छ। र यो संसदीय व्यवस्था भनेको यो राक्षसको अवतारहरूको मध्ये छोरा मान्छेले धेरै गफ गरे, म त पत्याउनै छोडेँ। अब मेरो हस्पिटल जानुपर्ने त अरू यो समीर तामाङ लाठी महावीर पुनले लौ सुनै फुकाएर दिइसके म जान्छु भन्दा त्यसरी जान्छन्। त्यो चन्द्रकला राईबाट बुद्धि सिक्नुहोस् सबै दिदीबहिनी दाजुभाइलाई म यो कुरा भन्छु। धन्यवाद। मेरो बिमार